लु अब चाहिँ यहाँ आमाको टर्न हुँदैछ। यता लाइन बस्दैन होइन हुँदैन यता नानी नानी जति यता लाइन बस्नु होइन बस्नुहोस्, आकिसको छेउमा बस्नुहोस्। र यहाँ चाहिँ ऊ टिका टालो हुँदैछ है। यहाँ बाहिर अब हेर्नुपर्छ, बाहिर चाहिँ एकदम अहिले चाहिँ सुखासुखी, घाम पनि छैन, ठिकैको दिन भइरहेको छ है। र सबजना टिका टालो गरिरहेको छ दसैँको लागि है। आजको यहाँ ड्रेसअप पनि यस्तै छ गाइस। अन्त यहाँ देख्दै गरेको चाहिँ तपाईँहरूले यो थाङसिङ है, तामाङ गाउँ याङ्ला। अन्त हाम्रो घर चाहिँ यस्तो देख्छ हो। ऊ हाम्रो काले काले कालेले के खाँदैछ अहिले? कालेले त्यही बिहानको खानाहरू खाइरहेको रहेछ। अन्त यो देख्दै गरेको चाहिँ हाम्रो यहाँ सबै अब यो फुलहरू चाहिँ यो दिवालीमा हुन्छ, एकदमै राम्रो छ बोटहरू। त्यो यहाँ ऊ सबैजना रेडीमै छ आजको दिनमा। र आज चाहिँ यहाँ म तपाईँहरूलाई यहाँ हाम्रो यहाँ है घरको एकदमै ठुलो ढुङ्गा देखाउँदैछु। भ्यूहरू पनि राम्रो राम्रो छ यहाँदेखि देख्दै गरेको, सबै देख्छ गाइस यहाँ देख्दै गरेको है। र फाइनल्ली त्यो जग्गा चाहिँ आइपुग्न आँटेँ। ल यहाँबाट चाहिँ देख्छ तपाईँहरूले। लु यहाँ हेर्नुहोस् त, आम्माम है एकदमै यहाँ म यहाँ प्रायः जस्तो म यहाँ बसेर बस्छु है घर आउँदाखेरि चाहिँ। अन्त म यसरी बस्छु। केस पनि यसपालि दसैँको लागि मात्रै राखेको, अब डिसेम्बर आइसकेर काट्छु। अन्त यहाँ देख्दै गरेको यो है, यो फाँडेहरू यताउता, यो फाँडे भने चाहिँ यता तिमी तार्कोहरू बादल लागेको जग्गामा। अन्त यहाँ तल चाहिँ जुम गर्दाखेरि यो सिमताम दोछुम यता साङ है, साङदेखि यहाँ हाम्रो थाङसिङ। ल त यति भन्दै मैले अब तपाईँहरूलाई यहाँ ब्लग राख्न चाहन्छु है। यस्तो नै छ दसैँमा हाम्रो सबैजना रमाइलोको लागि। भरे के कसो रमाइलो हुन्छ तपाईँलाई देखाउनेछु। ल सो होला।